ल यो भिडियोमा चाहिँ हामीले आरटीके जिएनएसएस सर्वे गरेर हेर्नेछौँ र ओभरअल प्रोसेस हेर्नेछौँ। यो भनेको हाम्रो ट्रिम्बलको R4S जिएनएसएस रिसिभर हो र यसमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि सुरुमा चाहिँ यो एन्टिना फिट गर्छौँ र एन्टिना चाहिँ हामीले यसरी लाग्छ। यहाँ यो एन्टिना हामीले यसरी लगाइसकेपछि चाहिँ त्यसपछि चाहिँ हामीसँग एक्सटेन्डर हुन्छ, एक्सटेन्डर रड हुन्छ 25 सेन्टिमिटरको र त्यो एक्सटेन्डर रड चाहिँ हामीले यसरी होलो पार्टलाई चाहिँ यसरी फिट गर्छौँ। फिट भएर यसरी यहाँ साउन्ड आइसक्छ र त्यसपछि भनेको हाम्रो ओभरअल यहाँ एउटा पावर बटन रहेको छ। यसलाई चाहिँ हामीले अन गर्नलाई चाहिँ सर्ट प्रेस अनि त्यसपछि लङ प्रेस गर्छौँ 3 सेकेन्ड्सलाई। यसरी पावर बटनको ब्लिङ्क भइसकेको छ बत्ती र त्यसै गरेर यहाँ 5वटा अरू टोटल 5वटा यहाँ बत्तीहरू रहेको छ। जुन भनेको पहिलो भनेको ब्लुटुथको हो यो, त्यसपछि अर्को भनेको हाम्रो स्टोरेजको हो र त्यसपछि पावर बटनको भइहाल्यो यो, त्यसपछि भनेको सेटेलाइट कनेक्सन भएको छ कि छैनको लागि हो र अन्तिम भनेको चाहिँ रेडियो लिङ्क कनेक्सन हो। अब यो यसरी हामीले भइसकेपछि हामीले यहाँ एडाप्टरमा पनि राखिसकेका छौँ र यसलाई चाहिँ फाइनली हामीले यसरी सेट गरेको ट्राइपोडमा चाहिँ फिट गर्छौँ र हाइट अफ इन्स्ट्रुमेन्ट स्ट्यान्ड हाइट नापिसकेका छौँ। यो लेभल सेन्टरिङ र लेभल मिलिसकेको छ र त्यसपछि चाहिँ हामी चाहिँ यो यसको रिसिभर हो, ट्रिम्बलको रिसिभर हो र यो रिसिभरमा चाहिँ ओभरअल हामीले सेटिङहरू मिलाएर हेर्नेछौँ। भन्ने स्पेक्ट्रा जियोस्पासियल R60 भन्ने अर्को जिएनएसएस रिसिभर छ र त्यसलाई पनि मैले त्यसरी नै भित्रपट्टि एन्टिना हालेको छु र यसलाई चाहिँ त्यसरी नै अन गरेर यसलाई चाहिँ हामीले एज अ रोबोट ट्रिट गर्छौँ र ट्रिम्बलको लागि चाहिँ हामीले एज अ बेस ट्रिट गर्छौँ र त्यसको चाहिँ सेटिङहरू चाहिँ यसमा मिलाउँछौँ। अब हामी कन्ट्रोलरको डिस्प्लेमा आइसकेका छौँ अनि त्यसमा चाहिँ सुरुमा भनेको हामीले यहाँ ट्रिम्बल एक्सेस भन्ने खोल्छौँ सफ्टवेयर र यसमा चाहिँ ओभरअल हामीले सेटिङहरू मिलाउँछौँ र अहिलेलाई चाहिँ हामीले आरटीके गर्न खोजिरहेका छौँ र त्यसमा चाहिँ 3 स्टेप्सहरू हुन्छ मेनली र त्यो भनेको चाहिँ हामी सुरु सेटिङमा जान्छौँ। यहाँ 3वटा मेन्युजको आइकन जस्तो छ र त्यसपछि गएपछि हामी जान्छौँ सेटिङमा गइसकेपछि चाहिँ फर्स्ट स्टेप भनेको हाम्रो कनेक्सन गर्नुपर्ने हुन्छ र कनेक्सन गर्दाखेरि चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ रोभर र बेसलाई चिनाउनुपर्छ र अहिलेलाई हाम्रो बेस भनेको चाहिँ मैले अघि नै देखाएको ट्रिम्बलकै बेस हो र रोभर भनेको चाहिँ यहाँ मसँग स्पेक्ट्रा जियोस्पासियल R60 भन्ने अर्को जिएनएसएस रिसिभर छ र त्यसलाई पनि मैले त्यसरी नै भित्रपट्टि एन्टिना हालेको छु र यसलाई चाहिँ त्यसरी नै अन गरेर यसलाई चाहिँ हामीले एज अ रोबोट ट्रिट गर्छौँ र ट्रिम्बलको लागि चाहिँ हामीले एज अ बेस ट्रिट गर्छौँ र त्यसको चाहिँ सेटिङहरू चाहिँ यसमा मिलाउँछौँ। र पहिलो सेटिङ भनेको हाम्रो कनेक्सन हो। कनेक्सनमा चाहिँ कनेक्ट टु जिएनएसएस रोभर भनेर आएको छ। अहिलेलाई मेरो रोभर भनेको SP60 330067 भन्ने हाम्रो रोभर हो र कनेक्ट टु जिएनएसएस बेस भनेको छ। बेस भनेको चाहिँ यहाँ देख्न सक्छौँ R4S 283 ट्रिम्बल भनेको यसको चाहिँ सिरियल नम्बर हो। त्यो चाहिँ तल देख्न सक्छौँ हामीले अलरेडी हाम्रो रिसिभरको तलपट्टि। त्यसपछि यतापट्टि अटो कनेक्टमा मैले टिक गरेर राखेको छु। यो भयो भने चाहिँ अटोमेटिकली डिस्कनेक्ट भएकोलाई पनि अटोमेटिकली कनेक्ट हुन्छ र त्यो क्लिक मैले ओके गरिसकेँ र त्यसपछि अर्को स्टेप भनेको मेरो अब कन्फर्मेसनको लागि चाहिँ मेरो रिसिभरबाट पनि यसरी कन्फर्मेसन भनेर आइसकेको छ, साउन्ड पनि आइसकेको छ र त्यसपछि अर्को भनेको सेटिङमा गएर मैले चाहिँ टेम्प्लेट बनाउँछु र टेम्प्लेट पहिला म एउटा नयाँ टेम्प्लेट बनाउँछु। अहिले लागि टेम्प्लेटको नाम चाहिँ मैले यसलाई लागि TMP_1 भनेर दिएँ, TMP_1 भनेर दिएँ अनि कपी फ्रम भनेर चाहिँ इफ हामीसँग अलरेडी प्रि एक्जिस्टिङ टेम्प्लेट छ भनेपछि चाहिँ हामीले त्यसबाट कपी गर्न मिल्छ र अहिलेलाई चाहिँ मैले कपी गरेर त्यसको प्रोपर्टिजहरू हेर्छौँ हामीले। त्यसको लागि चाहिँ मैले एउटा LMTC भन्ने नै मैले युज गरेँ टेम्प्लेट। यसमा चाहिँ हेर्न सक्छौँ UTM जोन 45N मा छ सेट भएको छ र डिस्टेन्स चाहिँ मिटरमै रहेको छ। यति भएपछि मैले एक्सेप्ट गरेँ। टेम्प्लेट मेरो बनिसक्यो है, TMP_1 लेखेर आइसकेको छ यहाँ तल। त्यसै गरेर अर्को स्टेप भनेको चाहिँ म स्टाइलमा जान्छु, सबवे स्टाइलमा र सबवे स्टाइलमा चाहिँ एउटा नयाँ स्टाइल बनाउँछु। यसको नाम चाहिँ मैले STY_1 भनेर दिएँ। अहिलेलाई 1 भनेर दिएँ। टाइप भनेको जिएनएसएस भयो, एक्सेप्ट गरेँ। अब हामीले के बुझ्नुपर्छ भन्दाखेरि अहिलेलाई हामीले आरटीके गर्दैछौँ, त्यही भएर मेन भनेको हाम्रो आरटीकेमा चाहिँ 2 वे प्रोसेस हुन्छ। एउटा भनेको चाहिँ कन्ट्रोलर र रिसिभरको बिचमा ब्लुटुथ कनेक्सन गराउने र अर्को भनेको चाहिँ रिसिभर टु रिसिभर चाहिँ हामीले रेडियो लिङ्क कनेक्सन गराउनुपर्छ। त्यही भएर हामीले टोटल 4वटा सेटिङ चलाउँछौँ। फर्स्ट सेटिङ भनेको रोभर अप्सन भयो। रोभर अप्सनमा क्लिक गरेँ मैले र सर्वे स्टाइलमा चाहिँ आरटीके भनेर चुज गरेँ
त्यसै गरेर ब्रोडकास्ट फर्मेट चलाउनु परेन हामीले। र रोभरको हाम्रो कस्तो टाइप अफ एन्टिना हो त अहिले लागि हाम्रो स्पेक्ट्रा जियोस्पासियल भन्ने हो। र हामीले बेसलाई चाहिँ ट्रिम्बल राखेको कारणले गर्दाखेरि चाहिँ अहिलेलाई हामीले यसमा यदि SP60 छ भनेपछि हामीले SP60 नै छोड्यौँ अहिलेलाई, यही रहेछ। अर्को भनेको रोभर अप्सनमा चाहिँ हाम्रो रोभरको हाइट कसरी राख्छौँ भन्दाखेरि रोभर हामीले जहिले पनि सिधा पक्रिन्छौँ, त्यही भएर त्यसको लागि चाहिँ हामीले बटम अफ एन्टिना माउन्ट नै भनेर राख्छौँ। हामीले यसलाई चाहिँ स्ल्यान्ट भनेर राख्दैनौँ। हाइट भनेको 2 मिटर भनेर सेट गरेँ मैले। सिरियल नम्बर राखिराख्नु परेन, सेटेलाइट डिफ्रेन्सियल अफ नै छ। एलिभेसन मास जेनरली हामीले आरटिके गर्दाखेरि चाहिँ 10 डिग्रीमै सेट गर्छौँ। र अरू मैले केही नचलाइकन मैले इन्टर गरेँ, सिरियल नम्बर मागे चाहिँदैन भनेर भने। यो फर्स्ट सेटिङ भयो। त्यसपछि अर्को भनेको रोभर डाटा लिङ्क। रोभर डाटा लिङ्क भनेको चाहिँ हाम्रो कन्ट्रोलर र रोभर GNSS को बिचमा चाहिँ ब्लुटुथ कनेक्सन अथवा रेडियो लिङ्क कनेक्सन हो। अहिलेलाई चाहिँ मेरो ट्रिम्बलको मैले TDL450 युज गर्न पाउँछु, किनभनेपछि ट्रिम्बलको यो सफ्टवेयर हाम्रो हामीले युज गरेको बेस चाहिँ ट्रिम्बलको हो, कन्ट्रोलर चाहिँ ट्रिम्बलको हो, र GNSS रिसिभर चाहिँ हाम्रो स्पेक्ट्राको हो। त्यही भएर मैले TDL450 पनि गर्न सक्छु। तर अहिलेलाई चाहिँ रिसिभर इन्टरनल नै युज गरेँ मैले, किनभने यसको फ्रिक्वेन्सी चाहिँ अलरेडी सेट गरेको छौँ हामीले 4600 मा फ्रिक्वेन्सी सेट गरेको कारणले गर्दाखेरि यसले पनि मिल्नुपर्ने हो। यदि मिलेन भने हामीले यसलाई चेन्ज गर्छौँ पछि। यति गरिसकेपछि चाहिँ मैले कनेक्ट भनेको थिएँ चाहिँ, र कनेक्टिङ टु रेडियो भनेर भन्यो। यो भनेको चाहिँ हाम्रो रोभरको र कन्ट्रोलरको बिचमा चाहिँ कनेक्सन हो। अब हेरौँ यो कनेक्ट हुन्छ कि हुँदैन। भएन भने चाहिँ हामीले यसलाई चेन्ज गरेर हेर्छौँ। जसरी अघि नै भनिहालेँ मैले, यो इन्टरनल राखेको कारणले गर्दाखेरि फ्रिक्वेन्सी 460 मा चाहिँ सेट गरेर रहेछ। यसलाई मैले केही पनि नगरिकन एक्सेप्ट गरेँ अनि ल यो दोस्रो भयो। तेस्रो भनेको चाहिँ हाम्रो के भयो भन्दाखेरि चाहिँ यहाँ मैले GNSS मा हेर्दाखेरि रोभरको GNSS मा हेर्दाखेरि चाहिँ हाम्रो स्पेक्ट्रामा चाहिँ ब्लू कलरको बल्न थालिसकेको छ भन्दाखेरि यहाँ कनेक्सन भइसकेको छ। र त्यसै गरेर बेस अप्सनमा गएमा अब चाहिँ के हो भनेपछि अब बेसको चाहिँ इन्फर्मेसन हाल्नुपर्ने हुन्छ यसमा। बेस भनेको बेसमा पनि हामीले आरटिके सर्वे गर्दैछौँ, बेसलाई पनि आरटिके सर्वेमा ट्रिट गर्ने कारणले गर्दाखेरि। अर्को भनेको एन्टिना टाइप। एन्टिना अघि नै हाम्रो बेस भनेको चाहिँ ट्रिम्बलको हो, त्यही भएर यहाँ हामीले ट्रिम्बलको एन्टिना युज गर्नुपर्छ। ट्रिम्बलको एन्टिना चाहिँ के छ भन्दाखेरि R4 इन्टरनल भन्ने छ। र अर्को ख्याल गर्नुपर्ने कुरा भन्दाखेरि चाहिँ के हो भन्दाखेरि हामीले यो बेसलाई चाहिँ हामीले स्ल्यान्ट हाइट नाप्छौँ, त्यही भएर यसमा चाहिँ हामीले स्ल्यान्ट मेजर मार्क युज गर्नुपर्छ। अहिलेलाई मैले आर्बिटरी 1.7 मिटर भनेर दिएँ, मिटरमा गरेर राखेँ। त्यसपछि हामीले त्यस्तो खासै केही चलाउनु पर्दैन। एलिभेसन मार्क्स यसले पनि 10 डिग्रीमा सेट गरेर चाहिँ इन्टर अनि एक्सेप्ट गरेँ। अब यो भनेको बेसको सेटिङ भयो। र अन्तिम भनेको चाहिँ हाम्रो बेस र यो कन्ट्रोलरको बिचमा चाहिँ कनेक्सन गराउनु पर्ने हुन्छ, त्यो भनेको बेस डाटा लिङ्क भयो। त्यसमा क्लिक गरेँ मैले। र यसको भनेको बेस भनेको हाम्रो ट्रिम्बलकै हो र यो कन्ट्रोलर पनि ट्रिम्बलकै भएको कारणले गर्दाखेरि चाहिँ मैले यसलाई चाहिँ TDL पनि दिन पाएँ, अथवा यसलाई रिसिभर इन्टरनल रिसिभर हो भनेर भने यसलाई एक्सेप्ट गरेँ। र लास्टमा यो सबै सेटिङलाई चाहिँ स्टोरमा क्लिक गरेर स्टोर गरेँ। यो भनेको हाम्रो सब स्टाइल पनि भइसक्यो। अब यसपछिको अप्सन भनेको हाम्रो एउटा न्यू प्रोजेक्ट बनाऊँ हैन। प्रोजेक्टको नाम चाहिँ मैले TRY भनेर भने, TRY गर्दिनँ, TRJ_1 गर्छु। यति भइसकेपछि इन्टर क्लिक गरेर क्रिएट भनेर भने। यसमा जब नेम पनि भन्यो, J1 भनेर दिएँ मैले अहिले लागि। अनि टेम्प्लेट हामीले अघि नै टेम्प्लेट बनाएको थियौँ, त्यो टेम्प्लेट TMP_1 भन्ने टेम्प्लेट। ओभरअल प्रपर्टिज, त्यो टेम्प्लेटको प्रपर्टिज पनि यहाँ देख्न सक्छौँ। अहिलेलाई यो ठिक छ, मैले ओके गरेँ र ओभरअल हाम्रो म्यापको इन्टरफेस खुलिसकेको छ। अब चाहिँ त्यसपछिको स्टेप भनेको चाहिँ हामीले रेडियो लिङ्क कनेक्सन हेर्छौँ। यहाँ रेडियो लिङ्क माथि येल्लो कलरको देख्न सक्छौँ हाम्रो, त्यो भनेको चाहिँ बेसबाट चाहिँ हाम्रो यो कन्ट्रोलरमा चाहिँ कनेक्सन सक्सेसफुल भइसकेको छ भनेको छ। र यहाँ क्वेसन मार्क भनेर भनेको छ, यो भनेको चाहिँ हाइट दिएको छैनौँ हामीले भनेर भने अहिले लागि। अब हामी के गर्छौँ भन्दाखेरि यहाँ 3 वटा डटमा सेटिङमा जान्छौँ, इन्स्ट्रुमेन्टमा जान्छौँ, GNSS फङ्सनमा गएर चाहिँ रोभर मोडमा क्लिक गर्छौँ, किनभने हामीले अहिले आरटिके गर्दैछौँ। त्यसपछि ब्लुटुथमा गएर हेर्दाखेरि चाहिँ यो सबै ठिक छ। GNSS रोभर भनेको हाम्रो रोभरकै सिरियल नम्बर छ, र बेसमा भनेपछि ट्रिम्बलकै सिरियल नम्बर छ। मैले यसलाई एक्सेप्ट गरेँ। अब अर्को त्यसपछिको भनेको चाहिँ हाम्रो अब चाहिँ बेस चलाउने काम हो। त्यसको लागि म के गरेँ भनेपछि मेजर भन्ने अप्सनमा गएँ र आफ्नो स्टाइल सर्च गरेँ। अहिले लागि मेरो स्टाइल भनेको के दिएको थिएँ मैले, STY_1 भनेर दिएको थिएँ होइन। यहाँ छ तल छ सायद, STY_1 भनेको थिएँ। अब यहाँ मैले स्टार्ट बेस रिसिभर भने, यसले अटोमेटिकली ब्लुटुथ कनेक्सन गर्न खोजिराखेको छ हाम्रो बेसको GNSS रिसिभरसँग। एकछिन टाइम लाग्न सक्छ, त्यतापट्टि साउन्ड आइसकेको छ, रिसिभरबाट साउन्ड आइसकेको छ, यो भन्नुको अर्थ बेसको अब हो। अब हामीलाई के थाहा छ भन्दाखेरि हामीले आरटिके गर्दैछौँ, त्यो भन्नुको हामीले के जम्सन गर्छौँ भन्दाखेरि आरटिकेको हामीसँग गर्दाखेरि बेसको कोअर्डिनेट चाहिँ हामीसँग अलरेडी नोन हुन्छ हैन। त्यो कोअर्डिनेट चाहिँ हामीले अहिले लागि पहिलोचोटि गर्दाखेरि की इन गर्नुपर्ने हुन्छ। त्यसको लागि मैले यहाँ
एरोमा क्लिक गरेँ र की इन गरेँ। अहिलेलाई अब यो बेस राखेको पोइन्ट चाहिँ के हो त, अहिलेलाई 1001 भनेर भने है। त्यसपछि अर्को 1001 भनेर भने। त्यसपछि अर्को भनेको कोड। यसको डिस्क्रिप्सन भन्दाखेरि चाहिँ यसको डिस्क्रिप्सनमा चाहिँ मैले यसलाई बेस लेखिदिएँ है, नर्दिङ। अब यो तिनवटा भ्यालु भनेको चाहिँ हाम्रो एक्युरेट जुन चाहिँ हामीले पोस्ट प्रोसेसिङ गरेर अरू कुनै ठाउँबाट पाएको कोअर्डिनेट हुन्छ नि, जुन एज ए त्यो कोअर्डिनेट चाहिँ युज गर्छौँ। अहिले लागि मैले चाहिँ आर्बिटरीली 100 100 भनेर दिएँ सबै कुरा। अहिले अटोमेटिकली मिटरमै लिन्थ्यो। यो भनेको चाहिँ के गर्यो भन्दाखेरि चाहिँ हाम्रो जुन बेसमा हामीले जुन राखेको छ जिएनएसएस त्यसको चाहिँ कोअर्डिनेट चाहिँ नोन गराएको हो। अहिले लागि इन्टर क्लिक गरेँ मैले र त्यति गरेर मैले यसलाई स्टोर गरिदिएँ। जब कोअर्डिनेट आर करेक्ट, पोइन्ट इज लङ डिस्टेन्स फ्रम इच गरेर मैले अहिलेलाई यस गरेँ। त्यो कोअर्डिनेट एक्युरेट नराखेको कारणले अहिले आर्बिट्रेरी राखेको कारणले त्यस्तो भन्यो। र यसमा चाहिँ अब्जर्भेसन क्लास भनेर किड इन भन्यो। अब नेक्स्ट टाइम चाहिँ हामीले फेरि बेस चलायो भने चाहिँ त्यो डाटा चाहिँ अलरेडी हामीले यहाँ लिस्ट भन्ने अप्सन छ, त्यसमा चाहिँ यो पोइन्टमा गएर क्लिक गऱ्यो भने यो अलरेडी त्यसले चिन्छ है। अहिलेलाई एन्टिनाको हाइट कति छ भनेर सोध्यो, मेरो बेसको 1.7 मिटर छ भनेर मैले अहिले भनिदिएँ ल। अनि हामीले बेसको चाहिँ स्ल्यान्ट मेजरमेन्ट गरे हो, त्यो स्ल्यान्टमा राखेर स्टार्ट गरिदिएँ। कोअर्डिनेट्स अफ पोइन्ट नट विदिन एनोमस पोजिसन टोलरेन्स भन्यो। यो अघि नै त्यो पोइन्ट हामीले आर्बिट्रेरी राखेको कारणले गर्दाखेरि एरर आएको थियो। अहिले लागि चाहिँ मैले पोइन्ट चाहिँ एक्युरेट पोइन्ट आफूले हेरेर हालिसकेको छु, नोन कोअर्डिनेट हालिसकेको छु। त्यही भएर चाहिँ बेस स्टार्टेड लेखेर आयो, ओके क्लिक गरेँ मैले। हामी यहाँ माथि देख्न सक्छौँ पिडिओपी लेखेको साइडमा बेस सर्वे लेखेर आयो। यो भन्नुको अर्थ चाहिँ हाम्रो यो बेस चाहिँ सक्सेसफुली चलिसक्यो। त्यो कुरालाई कन्फर्मेसन गर्नलाई चाहिँ हामीले त्यहाँ हेर्न नि सक्छौँ, बत्ती चाहिँ बलिराखेको हुन्छ। यो भन्नुको अर्थ बेस चल्यो भनेर बुझ्छ। अब भनेको नेक्स्ट स्टेप भनेको चाहिँ अब चाहिँ हामीले यसबाट चाहिँ बेसबाट चाहिँ रोभरमा चाहिँ कनेक्सन पठाउनलाई चाहिँ कनेक्सन गराउँछौँ। अब मैले चाहिँ रोभरलाई पनि कनेक्ट गराइसकेको छु। त्यो चाहिँ कसरी गरायो भने जिएनएसएस फङ्सनमा गएर रोभरमा क्लिक गरेँ मैले र अहिले आएर हाम्रो जिएनएसएस जुन हाम्रो रोभर छ, रोभरको पनि ब्लुटुथ बटन चाहिँ बत्ती चाहिँ बलिरहेको छ, स्ट्याटिक रूपमा बलिरहेको छ। त्यसरी चाहिँ के थाहा पाउँछ भन्दाखेरि चाहिँ त्यो पनि दुईतिर चाहिँ जे होस् कनेक्सन भइसकेको छ भनेर थाहा पायो। अब त्यसपछिको काम भनेको हामीले चाहिँ मेजरमेन्ट गर्ने हो। मेजरमेन्टको लागि चाहिँ मैले यहाँ मेजरमा गएर आफ्नो स्टाइल चुज गरेँ। स्टाइल मैले के राखेको थियो भन्दाखेरि एसटिवाई के राखेको थियो मैले स्टाइल यहाँ छ, सरी STY_1 गरेँ। मैले बेस स्टार्ट गरिसकेको छु र अहिले चाहिँ म के गर्छु भन्दाखेरि मेजर पोइन्ट्स भन्नेमा क्लिक गरेँ। स्टार्टिङ सर्वे स्टेसन भनेर भन्यो। अब अटोमेटिकली यहाँ देख्न सक्छौँ पोइन्टको नाम के दिने भनेर भन्यो। सुरुको पोइन्टको नाम चाहिँ मैले अब जसरी 1 बाट सुरु गरेँ। कोड भनेको आफूले दिनु मिल्यो। इनिसियलाइजेसन हेज बिन गेन भनेर आयो। त्यो भन्नुको अर्थ कनेक्सन भइसकेको छ भनेर आयो। 1 पहिलो पोइन्ट दिएँ मैले स्पट हाइट भनेर। यहाँ चाहिँ डिफ्रेन्ट मेथड छ है। टोपो मेथड भनेको चाहिँ जेनरली हाम्रो 5 सेकेन्डको लागि डाटा लिन्छ। जति तलको हामीले युज गऱ्यौँ त्यो भनेको त्यति बढीसम्म टाइमसम्म त्यसले चाहिँ डेटा लिन्छ। लगिङ इन्टरभल जस्तै हो त्यो भयो। अहिले लागि चाहिँ हामीले त्यो गऱ्यौँ र एन्टिना हाइट चाहिँ 2 मिटर राख्यौँ र बटम अफ एन्टिना माउन्ट गऱ्यौँ र मैले मेजरमा क्लिक गरेँ। मेजरमा क्लिक गर्ने बित्तिकै के देख्न सक्छ भन्दाखेरि यहाँ मेजरमेन्ट लिइराखेको छ। यसले मेजरमेन्ट लिन थालिसक्यो। अब यहाँ एक्सक्लेमेसन साइन आउँछ कहिलेकाहीँ, त्यो केले गर्दाखेरि भने यो पोजिसन कम्प्रोमाइज भइन्छ। अहिले मैले हातमै राखेको छु, यो अहिले रडमा छैन, त्यही भएर यो बाङ्गो भएको कारणले गर्दाखेरि त्यस्तो भन्यो। त्यस्तो बेलामा चाहिँ हामीले सिधै यहाँ रिमेजर भन्ने अप्सन छ, यसमा क्लिक गऱ्यो भने चाहिँ यसले मेजरमेन्ट लिन्छ, रिमेजर भइरहन्छ। अहिले यो पोइन्ट लिइसक्यो यसले र पोइन्ट लिएर चाहिँ स्टोर भन्ने पनि देखाइसक्यो। त्यो भन्नुको अर्थ त्यो पोइन्ट लिइसक्यो। अहिले लागि मैले स्टोरमा क्लिक गरेँ। अब स्टोरमा क्लिक गर्ने बित्तिकै हामीले के देख्न सक्छौँ भन्दाखेरि चाहिँ पोइन्टको नेम पनि चेन्ज भयो र अर्को पोइन्ट लिँदाखेरि हामी आफ्नो ठाउँ चेन्ज गर्ने र आफ्नो कोड मात्रै चेन्ज गरिदिने हो। यहाँ मैले FC लेखेँ, हाउस कर्नर भनेर लेखेँ। अनि अर्को भनेको फेरि अब इन्टर गरेँ अनि मेजरमा क्लिक गर्ने बित्तिकै यसले फेरि पोइन्ट लिन थालिसक्यो। र यदि धेरै टाइम लाग्यो भने चाहिँ हामी के गर्छौँ भन्दाखेरि अप्सनको साइडमा जुन खाली ठाउँ छ नि अहिले स्टोर लेखेर आएको, त्यसमा चाहिँ प्रिमेच्योरली अगाडि क्लिक गर्छौँ। यदि धेरै टाइम लाग्यो भने अनि त्यसमा चाहिँ फेरि रिमेजरमेन्ट भनेर भन्छौँ। अहिलेलाई फेरि त्यो पोइन्ट लिइसकेको छ। स्टोर भनेर क्लिक गरेँ, स्टोर भइसक्यो है। दुईवटा पोइन्ट स्टोर भइसक्यो। तेस्रो पोइन्ट माग्यो। हामीले के ख्याल गर्नुपर्छ भन्दाखेरि चाहिँ माथि हेर्दाखेरि चाहिँ आरटिके लेखेर आउनुपर्छ हाम्रो। त्यो भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ हाम्रो बेसबाट चाहिँ रोभरले करेक्सन पाएर चाहिँ डेटा चाहिँ एक्युरेटली क्याप्चर गरिरहेको छ भनेर बुझ्छौँ। त्यो कुरालाई चाहिँ हाम्रो फिक्स्ड मोडमा चाहिँ होरिजेन्टल र भर्टिकलको एक्युरेसी पनि हेर्न सक्छौँ। 1.1 सेन्टिमिटर रहेको छ र त्यसै गरेर भर्टिकल एक्युरेसी 1.3 सेन्टिमिटर रहेको छ। यसरी चाहिँ हामीले मेजर गरेर यसरी नै मेजरमा क्लिक गरेर हामीले आरटिके चाहिँ इजिली गर्न सक्छौँ।
I hope this video is helpful for you. Thank you.